अटिजम भएका बच्चाका लागि फिजियोथेरापी र घरमै अपनाउन सकिने अभ्यासहरू। फिजियोथेरापी अटिजम भएका बच्चाहरूको शारीरिक विकास, चालढान, सन्तुलन र मांसपेशी बल सुधार गर्न गरिने महत्त्वपूर्ण उपचार विधि हो। अटिजम भएका धेरै बच्चामा दौड्न, उफ्रिन, सन्तुलन मिलाउन, समन्वय गर्न र लामो समय एकै ठाउँ बस्न गाह्रो हुने समस्या देखिन्छ। फिजियोथेरापीले यस्ता कमजोरीहरू क्रमशः सुधार गर्न सहयोग गर्छ र बच्चालाई दैनिक क्रियाकलापमा आत्मनिर्भर बनाउँछ। घरमै पनि सरल अभ्यासहरू नियमित गराउन सकिन्छ। घरमै फिजियोथेरापी सुरु गर्दा सुरक्षित र खुला ठाउँ छान्नुपर्छ। बच्चालाई सहज लाग्ने वातावरण बनाउनु अत्यन्तै आवश्यक हुन्छ। सुरुमा हल्का र रमाइला गतिविधिबाट अभ्यास थाल्नुपर्छ। बच्चाको रुचिअनुसार खेल जस्तै अभ्यास गराउँदा ऊ सहजै सहभागी हुन्छ। सन्तुलन सुधारका लागि जमिनमा टेप वा डोरीको रेखा बनाएर त्यसमाथि सिधा हिँड्न लगाउन सकिन्छ। तकिया, कुशन वा नरम गद्दामाथि हिँड्ने र उभिने अभ्यास पनि उपयोगी हुन्छ। यसले खुट्टा र शरीरको नियन्त्रण बढाउँछ। उफ्रिने अभ्यासका लागि नरम ओछ्यान वा म्याट प्रयोग गरेर हल्का जम्प गराउन सकिन्छ। शरीर बल बढाउन जनावर जस्तै हिँड्ने खेल धेरै प्रभावकारी हुन्छ। भालु जस्तै 4 हात खुट्टाले हिँड्ने, केकडा जस्तै पछाडि हिँड्ने, भ्याङ्गुजा जस्तै उफ्रिने अभ्यासले हात, खुट्टा र ढाडको मांसपेशी बलियो बनाउँछ। बल खेल पनि फिजियोथेरापीमा उपयोगी हुन्छ। हल्का बल फ्याँक्ने, समाउने र लात हान्ने अभ्यासले समन्वय र ध्यान केन्द्रित गर्न सहयोग गर्छ। ढाड र पेटको बलका लागि ठूलो बलमा बसेर अगाडि पछाडि लम्किने, भुइँमा पल्टिएर घिस्रिने, रोल हुने अभ्यास गराउन सकिन्छ। साथै भित्तामा हात राखेर धक्का दिने, रस्सी तान्ने जस्ता अभ्यासले माथिल्लो शरीरको शक्ति बढाउँछ। फिजियोथेरापी गर्दा बच्चालाई थकाइ नलगाई छोटो समय तर नियमित अभ्यास गराउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। प्रशंसा, उत्साह र धैर्यका साथ गराइने घरमैका यस्ता अभ्यासले अटिजम भएका बच्चाको शारीरिक क्षमता, आत्मविश्वास र समग्र विकासमा सकारात्मक प्रभाव पार्छ।